आएपछि म आफूलाई पनि मन परिरहेको छु तिम्रो जवानी झरीमा बिज्यो मेरो सोच नै खराब हो कि मदिराको दोष बढ्यो गर्मी पसिना छुट्यो बढिरहेको दोष कि मदिराको दोष तिम्रो जवानी झरीमा बिज्यो मेरो सोच नै खराब हो कि मदिराको दोष बढ्यो गर्मी पसिना छुट्यो बढिरहेको दोष कि मदिराको दोष याद तिम्रो चिन्ता दिन्छ सुट्टा चाहिँ म चिन्ता दिन्छ ठासै अमितातिर पुरा गर्ने छ सकी त जवानी बिजानी त नडराउ पानीको सिट्टासित रातको साथमा राख्नु मन छ लगाउन विचार के छ नाउ मेरो यति नजिक म होसमा छैन वरिपरि कति केटी छ नि अरूको खोजमा छैन अङ्गालोमा बिराख्छु सुन्ने सोचमा छैन तिम्रो अगामा मलाई रोक्नु छैन भेट्न आउँछु आधी रातमा आउँछु तिमीलाई गाडीमा मायामा खोज्छु म आजीवन मायाको छुइनौ गाडीमा तिमी आऊ तिम्रो साथीसँग म पनि ल्याउँछु साथी ल रात अझै बाँकी छ पर्दैन तिमी आँटिन जाउँ तिम्रो डाँडाको माथि त्यसपछि रातभरि पाडी ओठको त्यो हटाउन लाली गल्ती गर्छु मनमा सानो माथि लस्काइदेऊ कम्बर ल गुडी गर्दै कम्बलमा मेरो भाइलाई छिर्न देऊ जङ्गलमा त्यसपछि आऊ त सम्पर्क तिम्रो जवानी झरीमा बिज्यो मेरो सोच नै खराब हो कि मदिराको दोष बढ्यो गर्मी पसिना छुट्यो बढिरहेको दोष हो कि मदिराको दोष तिम्रो जवानी सोच नै खराब हो कि मदिराको दोष बढ्यो गर्मी पसिना छुट्यो बढिरहेको दोष हो कि मदिराको दोष सेक्सी भएको छ यो गीत यार यतिकै लेखाइदियो भने होइन यहाँ त लिरिक्स अरे 17-18 गीत छ क्या सङ अफ स्टेज छ नि त अहिले बुझिन आएर अलिकति भ्याउँदैसँग त्यस्तो गीतको कुरै भएको छैन पुरा हुनु पऱ्यो नि जोसँग डाइरेक्ट गीत गर्ने भनेर हुन्छ त ल ब्रो हाम्रो यहाँ 3-4जनाले कमेन्ट भन्दा चाहिँ भ्याउँदैसँग गीत निकाल्ने भनेर ल हानिदिनु भयो तपाईँ भन्नु भएन त्यहाँ त कुरा गर्नु परेन जसमा पछाडिको लिरिक्स हो ट्रकहरू होइन ट्र्याक चाहिँ हो गीतको आउने हल्का फुल्का एल्बम गरिदिन्छ के गरिदिन्छ वी आर जस्ट प्लान फर द्याट लेट्स सी अब के हुन्छ त्यो चाहिँ होइन तिम्रो जवानी झरीमा भिज्यो मेरो सोच यो हो र थ्याङ्क्स यार यो अनरिलिजहरू त 9 बजेदेखि पाए हुन्थ्यो है तर ठिक छ यो पनि राम्रो छ राम्रो हो वही ल खतरा यार खै सबैको राम्रै होला यार है लड्डु खा अरे खान्न लड्डुमा तँलाई खुवाउँछु नि मेरो लड्डु कुरो दाइ हजुर म खासै टिकटक चेक हान्दिनँ वाइल्ड क्रेन्स हुन्छ त्यही भएर हल्का दाइ ठिक छ अब यहाँ म जस अब लास्ट ट्र्याकको जे जस्तो भइहाल्यो होइन त्यो म हल्का फुल्का कन्टेन्ट चाहिँ हालिरहेको छु मैले तर अब चाहिँ हल्का हजुर म त्यहाँ सिफ्ट भइसक्यो यार अहिले हाम्रो अफिस नै सिफ्ट भयो यहाँ स्टुडियोहरू अब अहिले त्यही हो अब आफ्नो ठाउँ छ अब पर्सनल ठाउँ छ यहाँ चाहिँ 1 मिलियन त अलिक पहिल्यै हाल्नु पर्ने होइन तर ठिक छ केमा टेक्स्ट गर म खै गर नि इन्स्टाहरू टेक्स्ट गर न हेलो दाइ